विद्यार्थी भाइ बहिनीहरूले लामो प्रयास अथक मेहनतले निर्माण गर्नुभएका सामग्रीहरूको अवलोकन गर्नुहुनेछ र उक्त सामग्रीहरू निकट भविष्यमा पनि विद्यालयको शिक्षण सिकाइमा समेत प्रयोग हुने अपेक्षा गरिएको छ। विद्यार्थीलाई शिक्षण सिकाइ प्रति आकर्षित गर्नको लागि एउटा विद्यार्थी केन्द्रित परियोजना कार्यको रूपमा हामीले यो कार्यक्रमलाई लिएका छौं। विद्यार्थीले सैद्धान्तिक रूपमा सिकेका कुराहरू चाँडै बिर्सिने हुनाले आफूले आफ्नै प्रयासबाट बनाएका सामग्रीहरूलाई आफ्नो जीवनमा आफ्नो व्यवहारमा समेत प्रयोग गर्नको लागि उपयोगी हुनाले यस कार्यक्रमको महत्त्वपूर्ण स्थान रहेको छ। यस कार्यक्रमलाई 2 दिनसम्म व्यवस्थित, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्न सम्पूर्ण अतिथिज्यूहरूको महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने हामीले आशा गरेका छौं। र अन्त्यमा यस कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथिज्यूहरू लगायत सम्पूर्ण दर्शक आदरणीय महानुभावहरूमा जाने गाउँपालिका र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत छ। स्वागतम स्वागतम स्वागतम। धन्यवाद। यस पालिकाले जुन हिसाबले यो कार्यक्रम राखेको छ र मलाई लाग्छ यस पालिकाले यो एउटा नयाँ कार्यक्रम हो भन्ने कुरा हाम्रो आउँदै गर्दा हाम्रा प्रशासक अधिकारीज्यूले मलाई जानकारी गराउनु भएको छ र यो कार्यक्रम गरिरहँदा र यहाँ उपस्थित भइसक्दा र यहाँको जुन वातावरण देख्दा म सायद धेरै खुसी भएको छु। यस पालिकाको नयाँ कार्यप्रति यहाँका अभिभावक
यहाँका हाम्रा शिक्षक गुरुवर्गज्यू लगायत विद्यार्थी भाइ बहिनीहरूमा चाहिने धेरै उत्साह र उमङ्ग छाएको देखिएको छ र यो कार्यक्रम यो साल मात्रै नभई यस पालिकाले आगामी वर्षमा पनि योभन्दा भव्य रूपमा चाहिने गरोस् भन्ने मैले चाहिने अनुरोध पनि यस पालिकामा अध्यक्ष र उपाध्यक्ष समक्ष म राख्न चाहन्छु। पक्कै पनि हामीले यस कार्यक्रममा जुन भाइ बहिनीहरूले मेहनतपूर्वक जुन आफ्ना कला, आफ्ना सिप, आफ्ना प्रतिभा सिर्जिनु भएको छ, यसले कहीँ कता पक्कै पनि हाम्रो राज्यको जुन शिक्षा नीति छ त्यसलाई नै फेल गरेको मैले चाहिँ महसुस गरेको छु। अहिलेसम्म हाम्रो राज्यको जुन शिक्षा नीति छ त्यो शिक्षा नीति न त आजसम्म व्यवहारिक रूपमा भएको छ, व्यवहारिक शिक्षा दिन सकेको छ, न व्यावसायिक शिक्षा दिन सकेको छ, न त नैतिक शिक्षा दिन सकेको छ। जसकारण आज धेरै भाइ बहिनीहरू शिक्षा हासिल गरे तापनि उहाँहरू चाहिने बेरोजगार भएको चाहिने धेरै हामीले चाहिने देख्दछौँ। यसकारण हाम्रो राज्यबाट होस् या प्रदेशबाट होस् हामीले चाहिने शिक्षा नीति चाहिने सुधार गर्नु अति नै जरुरी छ। पक्कै पनि आजको यस कार्यक्रमले जुन हिसाबले कार्यक्रम राखिएको छ जतिसुकै धन्यवाद दिँदा पनि कम महसुस हुन्छ। यसकारण म यस पालिकालाई यस कार्यक्रमको निमित्त म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र रह्यो यस पालिकाले भर्खरै आजको यस कार्यक्रममा हाम्रो देशलाई, हाम्रो जिल्लालाई, हाम्रो पालिका जानकीलाई, हाम्रो क्षेत्र नम्बर 1 लाई जुन चिनाउने जुन हाम्रा खेलाडीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिने सम्मान गरेको छ। थोरै धनराशि भए तापनि उहाँहरूको मेहनतप्रति जुन सम्मान गरेको छ यसका लागि पनि यस पालिकालाई म धन्यवाद दिन चाहन्छु। र ती खेलाडीहरूको निमित्त अझसम्म राज्यले जुन हिसाबले लगानी गर्नुपर्ने हो, जुन हिसाबले चाहिँ सम्मानित गर्नुपर्ने हो, राज्यले चाहिँ गर्न सकेको छैन। यसप्रति म चाहिँ दुखी छु। र प्रदेशबाट के कसरी यी खेलाडीहरूको निमित्त गर्न सकिन्छ यी विषयहरूमा चाहिँ म आफ्नो जनप्रतिनिधिको हैसियतले म चाहिँ यी कुराहरू हाम्रो प्रदेश सभामा चाहिँ म उठाउने छु भन्ने कुरा म चाहिँ हजुरहरु समक्ष म जानकारी गराउन चाहन्छु। त्यसै क्रममा आफ्ना ओजिला शब्दहरू यहाँ राखिदिनु हुन श्री जनकल्याण अधि जानकी 3 लाई खुर्का र आदरणीय म्याम गोमा बोहरालाई हार्दिक अनुरोध गर्दछौँ। एकजना विद्वानले भनेका थिए बोर्डबिरुवाको विकास चाहिँ बोर्डबिरुवाबाट हुन्छ भने बालबालिकाको विकास चाहिँ शिक्षाबाट हुन्छ। अहिलेको युगमा एउटा घोकम्पे शिक्षाले मात्रै पुग्दैन, व्यवहारिक शिक्षा चाहिएको छ। अहिले जुन जानकी गाउँपालिकाले आयोजना गरेको छ यो कार्यक्रमले त्यस्तो अवसर जुटाइदिएको छ र प्रभावत्मक शिक्षातिर चाहिँ विद्यार्थी भाइबहिनीहरूलाई अगाडि बढ्नको लागि हौसला प्रदान गरेको छ। र अन्तमा म आदरणीय व्यक्तित्व जानकी गापाका अध्यक्ष श्री गणेश चौधरीज्यू लगायत सरकारवाला सबैको ध्यान आकर्षण गर्दै यहाँ समक्ष विनम्र अनुरोध गर्दछु कि हाम्रो विद्यालय श्री जनकल्याण आदिलायकको अर्थात् यस विद्यालयमा भौतिक पूर्वाधारको अभाव रहेको र भएका पूर्वाधारहरू पनि जीर्ण अवस्थामा रहेकाले आगामी दिनमा पक्कै पनि एउटा 4 कोठे
निर्माण गर्नेतर्फ आवश्यक पहल कदमी चाल्नु हुनेछ भन्ने अपेक्षा गर्दै यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना भनाइ यही टुङ्ग्याउँछु। आज यो वृहत शैक्षिक प्रदर्शनी 2081 हाम्रो जानकी गाउँपालिकाको शैक्षिक मेला पहिलो पटक हो र यसमा हाम्रो चाहिँ विज्ञान तथा प्रविधि प्रदर्शनी, भाषा कला तथा साहित्य प्रदर्शनी र शैक्षिक सामग्री एवं विविध प्रदर्शनी कार्यक्रम रहेको थियो र यसमा सम्पूर्ण विद्यालयबाट विद्यार्थी भाइ बहिनीहरूले जुन ल्याउनु भएको छ आफ्नो कला सिप र साहित्यहरू प्रदर्शन गर्नु भएको छ। त्यो एकदमै हामीले सबैको चाहिँ हेरौँ एकदमै चाहिँ सम्मानजनक छ। उहाँहरूले एकदमै मिहिनेत गरेर सानो सानो कामै नलाग्ने सामग्रीबाट पनि एकदमै चाहिँ राम्रो चाहिँ सामान बनाएर ल्याउनु भएको छ। सम्पूर्ण भाइ बहिनीहरूलाई धेरै धन्यवाद पनि दिन चाहन्छु। र अर्को कुरा के भन्न चाहन्छु भनेपछि यो वृहत शैक्षिक प्रदर्शनीमा मात्रै नभएर यस्ता क्रियाकलापहरू टाइममा चाहिँ हाम्रो स्कुलमा पनि भइदिएपछि अझै राम्रो हुन्थ्यो र यसमा अझै चाहिँ विद्यार्थी भाइ बहिनीहरूले चाहिँ अझै सक्षम हुन्थ्यो भन्ने चाहिँ मलाई लागेको छ र त्यसकारणले यस्ता कार्यक्रम विद्यालयमा पनि टाइममा होस् भन्ने चाहिँ सम्पूर्ण विद्यालयका परजीवहरूलाई चाहिँ विनम्र अनुरोध गर्न चाहन्छु। र अर्को कुरा यो चाहिँ शिक्षा नीति सुधार गर्नको लागि र यसलाई अगाडि बढाउनको लागि स्थानीय सरकारले ध्यान आकर्षण गरेको छ र यसमा चाहिँ लगानी पनि लगाएको छ र यसलाई चाहिँ एकदमै चाहिँ सफल बनाउनको लागि सम्पूर्ण शिक्षक र विद्यार्थीहरूले चाहिँ एकदमै चाहिँ शिक्षक र विद्यार्थीहरूले चाहिँ यसमा योगदान गर्नु भएको छ। यसमा एकदमै सम्पूर्ण विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई यसमा पनि एकदमै धन्यवाद दिन चाहन्छु। र अर्को कुरा यसलाई सफल बनाउनको लागि आफ्नो क्षेत्रबाट सबैले चाहिँ सहयोग गर्नुहुनेछ भन्ने ठुलो अपेक्षा पनि लिएको छु। र विद्यार्थी भाइ बहिनीहरूको कला र प्रदर्शनी चाहिँ साना प्रयासबाट नै हो। विद्यार्थी भाइ बहिनीहरूले आज चाहिँ सानो सामानबाट चाहिँ कामै नलाग्ने सामानबाट पनि कति राम्रो चाहिँ एक्सकेभेटरहरू बनाउन सफल भएका छन्। के भन्छन् विभिन्न माटाका सामग्रीहरू बनाउन सफल भएका छन्, पहिचानका सामग्रीहरू बनाउन सफल भएका छन्। त्यसै गरेर उहाँहरूले चाहिँ सानो प्रयासले गर्दै पक्कै पनि ठुलो जहाज र विमान पनि बनाउन सफल हुन्छन् भन्ने मैले चाहिँ सपना देखेको छु र यो जानकी गाउँपालिकाका विद्यार्थी बहिनीहरू पक्कै त्यो चाहिँ सपनालाई साकार गर्नेछन् भन्ने अपेक्षा पनि लिएको छु। र अर्को शब्दमा के भन्न चाहन्छु भनेपछि पढाइको साथसाथमा यस्तो क्रियाकलाप पनि टाइममा हुनै पर्छ। किनभने विद्यार्थी बहिनीहरूले पढाइका साथसाथमा यस्ता क्रियाकलाप भएपछि उहाँहरूले आफ्नो अन्तरमा रहेको आफ्नो भित्र रहेको जुन कला छ, क्षमता छ, त्यो टाइममा चाहिँ देखाउन सक्छन् र उहाँहरू अझै क्षमतावान हुन्छन्। जबसम्म हामीले आफूले त्यो जानेको कुरा बनाउँदैनौँ, सिक्दैनौँ भने हामी कसरी क्षमतावान हुने। त्यसकारणले उहाँहरूले चाहिँ पढाइको साथसाथमा यस्तो चाहिँ कुराहरू, यस्ता क्रियाकलापहरू गर्दै जाने हुन् भने पक्कै भविष्यमा ठुलो चाहिँ विज्ञ बन्नेछन् भन्ने विश्वास पनि छ र आशा पनि छ। मन्तव्य राखिदिनको लागि अरुणोदय माविका विवेश अध्यक्ष हिरालाल भाटज्यूलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। विशेष गरिकन आज एउटा खुसीको दिन, रमाइलो दिन पनि हो। हामीलाई सबै कुराले, प्रकृतिले र मौसमले पनि साथ दिएको छ। किनभने हामीलाई जाडो पनि छैन, गर्मी पनि छैन, सबै कुरा अनुकूल वातावरण यहाँनिर भएको हामीले महसुस गरेका छौँ। र विशेष गरिकन धन्यवाद दिनुपर्छ जानकी गाउँपालिकाले। जानकी गाउँपालिकाको अध्यक्षको पदमा आइसकेपछि के अरे अध्यक्ष हाम्रो गणेश कुमार चौधरीज्यूले आफ्नो
क्षमता र योग्यतालाई बिस्तारै जनताको माझमा प्रदर्शन गरिराखेको मैले महसुस गरेको छु। विद्यालय व्यवस्थापन समितिका अध्यक्षको तालिम होस्, अभिभावक सङ्घको अध्यक्षको तालिम होस्, प्रहरको तालिम होस्, यस्ता थुप्रै रचनात्मक कामहरू उहाँले गरिरहनु भएको छ। म उहाँलाई अर्को पनि अनुरोध गर्न चाहन्छु, विद्यालयहरूलाई गुणस्तर शिक्षामा अगाडि बढाउनुको निम्ति एउटा दुईटा विद्यालयहरूको सबै टिचरलाई एक ठाउँमा राखेर पनि यस्तो किसिमको तालिमहरू गरिदिन राम्रो हुन्थ्यो भन्ने म एउटा अनुरोध गर्न चाहन्छु। र विशेष गरिकन विद्यालयका भाइ बहिनीहरूले शिक्षकले सिकाएका सिपहरूलाई सबैको माझमा प्रदर्शन गर्नको लागि, सबैले एक अर्का विद्यालयको चिरपरिचित गराउनको लागि जुन एउटा विज्ञान प्रविधि प्रयोगशाला यहाँ प्रयोग गरिएको छ, यो वास्तवमा जानकी गाउँपालिकाले सराहनीय काम गरेको हामीले महसुस गरेका छौँ। त्यसैले आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू गर्दै जानुहोला भन्ने पनि म अनुरोध गर्न चाहन्छु। र जुन विद्यालयहरूले आफ्नो कला प्रदर्शन गर्नको लागि विद्यार्थी भाइ बहिनीले जति सिकेका सिपहरू प्रदर्शन गरेका छन् ती भाइ बहिनीहरूलाई उत्साहित गर्न सकोस् जानकी गाउँपालिकाले र विद्यालयहरूले पनि त्यो गर्न सकोस् भन्ने म अवधारणा राख्न चाहन्छु। र साथै त्यसबाट उत्कृष्ट भएका विद्यार्थीहरूलाई जसरी आज राष्ट्रिय खेलाडीहरू हाम्रो माझमा हामीले अघि देख्यौँ, हामीलाई कति गौरवको कुराहरू भएको छ। जानकी गाउँपालिकाले एउटा प्रदेश सरकारले गरेको छैन, कतिलाई अनुरोध गरेको छैन। जस्तै सुरेश चौधरी जो राष्ट्रिय भलिबल खेलाडी, हामीले उहाँको खेलहरू पनि हेरेका छौँ, प्रदर्शन गरेका छौँ। एउटा सराहनीय कामहरू गरेर खेलाडीहरूलाई उच्च मनोबल बढाउनको लागि उत्कृष्ट कामहरू जानकी गाउँपालिका गरेको छ। यसको लागि विद्यालयको तर्फबाट म धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा विद्यालयबाट यस्ता विद्यार्थीहरू उत्पादित भएका विद्यार्थीहरूलाई गाउँपालिकाले यस्तै खेलकुदमा प्रवृत्तिकात्मक विकासहरूमा पनि गाउँपालिकाले एउटा छात्रवृत्तिको कोर्सको खडा गरिकन ती विद्यार्थीहरूलाई अझै प्रोत्साहित रूपमा अगाडि बढाउँदै लैजानुहोस् भन्ने पनि म कामना गर्न चाहन्छु। र अन्तमा जानकी गाउँपालिकालाई धन्यवाद दिन चाहन्छु। र जानकी गाउँपालिका चाहिँ हाम्रो कैलाली जिल्लाभरिकै एउटा उत्कृष्ट विकासको लागि जुन क्षमतावान प्रदर्शन भएको छ, दोस्रो नम्बरमा हाम्रो गाउँपालिका परेको छ। यसको लागि पनि गाउँपालिका कार्यपालिका सबै सदस्यज्यूहरूलाई र गाउँपालिका अध्यक्षज्यूलाई धन्यवाद दिन चाहन्छु। हाम्रो गाउँपालिकालाई कैलाली जिल्लामा पनि चिनाउनलाई उहाँले ठुलो अहोरात्र परिश्रम र मेहनत गर्नुभएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु। अब शिक्षा सँगसँगै जब हामी पढ्छौँ, पढेर शिक्षित हुन्छौँ, वैज्ञानिक हुन्छौँ होइन, अगाडि बढ्छौँ, त्यस्तै शिक्षा सँगसँगै हाम्रो कला पनि उत्तिकै महत्त्वपूर्ण छ। जब हामी आफूमा भएको कलालाई भित्रै राख्यौँ, जब प्रस्ट्याउन सकेनौँ भनेपछि के हुन्छ त त्यो अधुरो हुन्छ। जब कला प्रदर्शन गऱ्यौँ भने जब हामीभित्र रहेको कुटी रहेको कला पनि के हुन्छ, बाहिर आउँछ। हाम्रो गाउँपालिकाले विज्ञान तथा प्रविधिक प्रदर्शनी, भाषा तथा कला साहित्य प्रदर्शनी, शैक्षिक सामग्री एवं विविध प्रदर्शनीको कार्यक्रम गरेको छ। एकदम सराहनीय काम गरेको छ जस्तो लाग्छ। तपाईहरु भन्नुहुन्छ होला आफ्नो गाउँपालिकाको भाव आफै बढायो, हाम्रो त्यस्तो होइन। हाम्रो गाउँपालिकाले, हाम्रो प्रमुखज्यूले शिक्षा, स्वास्थ्यले, कृषिलाई अगाडि जोड दिनु भएको छ। त्यस्तै गरेर शिक्षा सँगसँगै कलालाई पनि अगाडि बढाउनु पर्छ भन्ने मेरो मान्यता रहेको छ। यस्तै गरेर जुन विद्यालयबाट आउनु भएको छ कला प्रदर्शनीहरूको उहाँको हौसलाको अझै थप हौसला बढ्नेछ भन्दै सम्पूर्ण उपस्थितिमा म र मेरो पालिकाको तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु र स्वागत पनि गर्न चाहन्छु। विद्यार्थी भाइ बहिनीलाई उज्जवल भविष्यको कामना गर्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। हस्त धन्यवाद। साँच्चै भन्ने हो भने यो जानकी गाउँपालिकाले अर्थात् हाम्रो अध्यक्षजी जब निर्वाचित भइसकेपछि उहाँले एउटा लक्ष्य लिनु भएको छ कि जानकी गाउँपालिकाको शिक्षालाई सुधार गर्नुपर्छ भन्ने, र त्यसै अनुरूप उहाँले शिक्षाको सुधारका निम्ति विभिन्न कार्यक्रमहरू गर्दै आउनु भएको छ। र त्यसमा आज शैक्षिक प्रदर्शनी, विगत शैक्षिक प्रदर्शनी कार्यक्रम भइरहेछ, जसमा हाम्रा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत
कर्मचारीले जुन साथ दिइराख्नु भएको छ यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु। र शिक्षा भनेको किताब पढ्ने र घोक्ने र कक्षा पास गर्ने मात्रै नभएर शिक्षा भनेको एउटा के हो भन्दाखेरि सिक्ने कुरा हो। र आजको यस प्रदर्शनीले पक्कै पनि यस जानकी गाउँपालिकाका जति पनि विद्यालयहरू छन् ती विद्याहरूलाई शिक्षामा केही न केही एउटा फुटकिलो चढ्न पक्कै पनि मद्दत गर्छ भन्ने हामीले सोचेका छौँ। र यसरी हामीले यहाँ विभिन्न स्थलहरूमा हेर्दै जाँदाखेरि विभिन्न किसिमका विद्यार्थी भाइ बहिनीहरूले निर्माण गरेका शैक्षिक सामग्री लगायतका विभिन्न कुराहरू देख्न पायौँ। र यसले पक्कै पनि के महसुस गरायो भने सरकारले थोरै मात्र लगानी गर्न सक्यो भने र विद्यार्थी भाइ बहिनीहरूले थोरै केही अवसर पायो भने पक्कै पनि यसै ठाउँबाट राम्रा विभिन्न किसिमका वैज्ञानिक लगायतका विद्यार्थी हामीले उत्पादन गर्न सक्छौँ भन्ने मैले महसुस गरेँ। र यसमा हाम्रो जानकी गाउँपालिकाले केही मात्रामा भए पनि लगानी गर्ने कोसिस गरेको छ र त्यसका लागि तपाईँ सम्पूर्णको साथ र सहयोगको अपेक्षा हामीले गरेका छौँ। र त्यो साथ र सहयोग भयो भने कि गाउँपालिकामा गएको आर्थिक वर्षदेखि नै विभिन्न कार्यक्रमहरू एउटा कार्ययोजना बनाएर अगाडि बढाइरहेका छौँ। हामीले तपाईँहरूलाई अवगत गराउन चाहन्छु, हामीले यो आर्थिक वर्षमा मात्र 21वटा विद्यालयमा भौतिक निर्माणहरू कुनै न कुनै किसिमको भौतिक निर्माणहरू ठेक्का मार्फत अगाडि बढाइसकेका छौँ। त्यसैगरी अस्ति भर्खर बृहत शैक्षिक कार्यक्रममा जानकी गाउँपालिकाको सामुदायिक विद्यालयहरूको नतिजामा आधारित यो अनुदान कार्यक्रम पनि हामीले लागू गरेर सकेका छौँ। र त्यसैगरी विद्यालयहरूको नतिजालाई कसरी चाहिँ अझ सुधार गर्न सकिन्छ, गुणस्तरीय गर्न सकिन्छ, त्यसको लागि विभिन्न अघि हाम्रो आदरणीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणोदय माविका विभिन्न अध्यक्षज्यूले पनि भन्दै हुनुहुन्थ्यो, हामीले निरन्तर शिक्षक मात्र होइन विभिन्न अध्यक्ष सिंह संघका अध्यक्षज्यूहरूलाई तालिमको व्यवस्था गरेका छौँ। नियमित हाम्रो बैठकहरू भइरहेको छ। त्यसैगरी जानकी गाउँपालिकाको शिक्षा शाखाबाट नियमित रूपमा चाहिँ शैक्षिक गुणस्तरीय सुधारको लागि विभिन्न परिपत्रहरू समय समयमा हुने गरेको छ। मलाई लागेको छ जानकी गाउँपालिकाले आफ्नो जिम्मेवारी यो जुन हामीले सपना देखेका छौँ जानकी गाउँपालिकाको शैक्षिक चाहिँ गुणस्तरीय सुधारको लागि, त्यो सुधारका निम्ति जानकी गाउँपालिका एवं शिक्षा शाखाले आफ्नो जिम्मेवारी पूरा गरिरहेको कुरा चाहिँ हामीले आभास गर्दै गइरहेका छौँ। अब बाँकी रह्यो हाम्रो विद्यार्थी भाइ बहिनीहरूले, तपाईहरूको लागि स्थानीय सरकारले यति लगानी गरेको छ, कम्तीमा पनि हाम्रो विद्यालयले हाम्रो गाउँपालिकाले हाम्रो लागि यस्तो शैक्षिक गतिविधिहरू अगाडि बढाइरहेको छ, यो चाहिँ तपाईँहरूले मनन गरिदिनु होला। यहाँ मैले देखिरहेको छु अभिभावकज्यूहरू पनि हुनुहुन्छ, सम्पूर्णले आफ्नो तर्फबाट आफ्नो तहबाट हामीले आफ्नो जिम्मेवारी पूरा गरिदियो भने पक्कै पनि आगामी वर्षदेखि हाम्रो जानकी गाउँपालिकाको नतिजा चाहिँ कैलाली जिल्लामै चाहिँ उत्कृष्ट आउन सक्छ भन्ने चाहिँ मलाई आभास भएको छ। यसको लागि म सम्पूर्णलाई हार्दिक अनुरोध पनि गर्न चाहन्छु। हामीले हिजो भर्खर नेपाल सरकारको संवैधानिक आयोग राष्ट्रिय प्राकृतिक तथा वित्त स्रोत आयोगले जुन नतिजा निकाल्ने गरेको छ त्यसमा कैलाली जिल्लामा 0.2 चाहिँ अलिकति पछाडि भएर हामी दोस्रो भएका छौँ। यसमा पनि शैक्षिक गतिविधि एकदमै महत्त्वपूर्ण हुने गरेको छ। त्यसै कारण मैले शिक्षामा लाग्नुहुने सम्पूर्ण गुरुवर्ग, सम्पूर्ण जनप्रतिनिधिज्यू, कर्मचारीज्यूहरूलाई पनि हार्दिक धन्यवाद र बधाई दिन चाहन्छु। साथै आगामी वर्षको लागि पनि अझ सशक्त रूपमा अझ कुनै पनि हाम्रो जुन प्रस्तुति छ, हाम्रो जुन क्रियाकलाप छ त्यसमा कुनै पनि रूपमा कन्जुसिया नगरेर हामीले जति दिन सक्छौँ त्यसमा थप 5% मेहनत गरेर चाहिँ अगाडि बढ्नु हुन चाहिँ मैले अनुरोध गर्न चाहन्छु। मर्निङ सोज द डे भन्छ, बिहानीले शुभ दिनको संकेत दिन्छ। हामीले त्यो बिहानी चाहिँ उज्यालो होस् भन्ने हेतुले विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ।
तपाईहरूको अब विद्यार्थी भाइ बहिनीहरूको जिम्मेवारी हो यो बिहानीलाई चाहिँ सुनौलो दिनमा चाहिँ परिणत गर्न तपाईहरूको चाहिँ प्रयत्नलाई चाहिँ को आवश्यकता पर्दछ। त्यसैले मैले फेरि पनि विद्यार्थी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, शिक्षकज्यूहरू, त्यसै गरी सम्पूर्ण जनप्रतिनिधिज्यूहरूको जुन यो सक्रियता छ यसले चाहिँ निरन्तरता पाइरहोस्। भोलिका दिनमा जोसुकै कर्मचारी आए पनि कर्मचारीहरूको सरुवा चाहिँ नियमित हुने गरेको छ, तर जनप्रतिनिधिहरूको यस्तो भिजन चाहिँ कहिले पनि नरोकियोस् यति भन्न चाहन्छु। शिक्षा शाखालाई मैले जाँदा जाँदै फेरि पनि यो उत्कृष्ट कार्यको लागि बधाई दिँदै आफ्नो 2 शब्द यही टुङ्गाउन चाहन्छु। धन्यवाद। शिक्षा क्षेत्र यस्तो हो जुन क्षेत्रमा जुन देशले विकास गर्न सक्दैन त्यसले संसारमै विकास गर्न सक्दैन। कुनै देशलाई यदि पछि पार्नु छ भने त्यो शिक्षा क्षेत्रलाई बिगारिदिनुपर्छ भन्छन् र हाम्रो शिक्षा क्षेत्र पनि यसलाई विकास गर्ने अनिवार्य अरू विदेशी आएर गरिदिने होइन, स्वयं हामीहरूकै आफ्नै प्रयासबाट मात्रै हामी विकास गर्न सक्छौँ। आजको शैक्षिक प्रदर्शनीमा मैले के देख्न पाएँ भने यो माध्यमिक विद्यालयहरूदेखि लिएर मात्रै होइन एउटा आधारभूत विद्यालयहरूले पनि आफ्नो संस्कृति, कला र प्राचीन प्रविधिहरूको बारेमा त्यसलाई उजागर गर्ने किसिमका सकारात्मक कार्यहरू, सकारात्मक वस्तुहरूको निर्माण गरेर गर्नुको साथै आधुनिक उच्च प्रविधि सम्बन्धमा पनि उनीहरूले आफ्नो जानकारीहरू पस्केका छन्। यो एउटा धेरै स्वागत योग्य कुरो हो र म 32 वर्षसम्म यही क्षेत्रमा यही जानकीकै क्षेत्र भनौँ, पहिले त मुनुवा गाविस भित्र पर्थ्यो। कैलालीको दोस्रो मावि जस बेलामा एउटा माथि मावि थियो कैलालीमा, धनगढीमा एउटा मावि थियो, कैलालीमा एउटा मावि थियो। त्यस बेलामा पुरै यो क्षेत्रभरि नै यो मलवाला क्षेत्रभरिको लागि एउटा उच्च शिक्षा अथवा माध्यमिक शिक्षा ग्रहण गर्ने थलो मुनुवा मावि थियो। त्यस बेलादेखि म त्यहाँ कार्य गरेको 2031 देखि र त्यस बेलाको स्थिति र अहिलेको स्थितिमा धेरै परिवर्तन भइसकेको छ। गाउँ गाउँमा एउटा गाविस क्षेत्रभित्र अथवा नगरपालिका क्षेत्रभित्र 10औं माध्यमिक विद्यालयहरू लगायत क्याम्पसहरू खोलिरहेका छन् र शिक्षाको विकासको साथसाथै शिक्षा एउटा खालि सिकाउने प्रविधि मात्रै होइन, यसले एउटा जीवनलाई कसरी सफल बनाउने, हरेक क्षेत्रमा कसरी उनलाई अघि बढाउन सक्ने, सक्षम बनाउने र देशको आफ्नो गरिमालाई कसरी अगाडि बढाउने यस क्षेत्रमा पनि शिक्षा क्षेत्रले महत्त्वपूर्ण योगदान गरिरहेको हुन्छ र यो क्षेत्रमा सबैको सहयोग आवश्यक हुन्छ र विशेष गरेर यो आज जुन प्रदर्शनी गरियो यस्तो किसिमको क्रियाकलापहरू आफ्ना विद्यालयहरूमा गरिराख्दाखेरि बच्चाहरूले यो रचनात्मक कार्यहरूमा लाग्दाखेरि एउटा सबभन्दा ठुलो फाइदा के हुन्छ भने उनीहरूको ध्यान लागु औषध दुर्व्यसन जस्ता कुराहरूमा, समाजमा विकृति फैलाउने जस्ता कुराहरूतिर, कार्यहरूतिर अघि बढ्दैन र उनीहरू निर्माणात्मक कार्यमा लाग्नेहरू कहिले पनि विध्वंसात्मक कार्यमा लाग्दैन। जस्तो यो गाउँपालिकाले यस क्षेत्रको लागि नै एउटा जगाउने किसिमको र हरेक क्षेत्रमा
अगाडि बढाउने किसिमले काम गरेछ र शिक्षा क्षेत्रलाई जो कि सबै विकासको पूर्वाधार हो, सबभन्दा पहिलो पूर्वाधार हो, त्यो पूर्वाधारको विकासलाई र त्यसलाई सक्षम पार्नको लागि प्रयासरत छ। यसको लागि म धन्यवाद दिन चाहन्छु। र आज यस कार्यक्रममा यहाँ उपस्थित सम्पूर्ण विद्यालयहरू मध्ये केही विद्यालयहरू प्रथम द्वितीय तृतीयमा उहाँको प्रदर्शनी छानिएला, तर उहाँहरू मात्रै होइन, यहाँ सामान्य एउटा सानो चिज प्रदर्शन गर्न सकेका विद्यार्थीहरू पनि धन्यवादका पात्र छन्। प्रथम द्वितीय तृतीय त कोही हुन सक्छ, सबै हुन सक्ने कुरो हुँदैन। सानो कमजोरले गर्दाखेरि, सानो मूल्याङ्कन गर्दाखेरि सबै कुरा पक्षहरू हेर्नुपर्ने हुन्छ। तसर्थ कसैले पनि त्यो निराश नहुनु होला कि हाम्रो विद्यालय प्रथम हुन सकेन, द्वितीय हुन सकेन भनेर। सबभन्दा ठुलो कुरो उहाँले आफ्ना बच्चाहरूको सिपलाई यहाँ प्रस्तुत गर्न सक्नुभयो। बच्चाहरूले आफ्नो सिपलाई प्रस्तुत गरे र अरूबाट सिक्ने अवसरहरू प्राप्त गरे। यो नै एउटा महत्त्वपूर्ण कुरा हो। यही साथीहरूसँग म अनुरोध गर्दै म आफ्नो छोटो भनाइलाई म सबैलाई पुनः धन्यवाद दिँदै र विशेष यो कार्यक्रम र यस्ता कार्यक्रमहरू गराएर शिक्षा क्षेत्रलाई अघि बढाउने कार्यमा लागेकोमा म यस गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद, धन्यवाद, धन्यवाद। सम्पूर्ण अतिथिज्यूहरूलाई म पुनः पनि एकपटक आभार प्रकट गर्न चाहन्छु। म आजको यो औपचारिक कार्यक्रमलाई औपचारिक रूपमा समापन गरिदिनको निमित्त यस क्षेत्रका युवा नेता, हाम्रो पालिकाका हाम्रा अभिभावक, आदरणीय व्यक्तित्व, सम्माननीय व्यक्तित्व श्री गणेश चौधरीज्यूलाई मञ्चमा आमन्त्रण गर्दै म कार्यक्रम प्रस्तुता आजको लागि बिदा चाहन्छु। हवस् त, नमस्कार। मान्छे जन्मेपछि दुई पटक रुन्छ जस्तो लाग्छ मलाई। एउटा चाहिँ दुःखमा रुन्छ, अर्को चाहिँ सुखमा रुन्छ। तपाईँले आफ्नो जीवनमा त्यो खालको भोगाई भोग्नु भएको छ कि छैन मलाई थाहा छैन, तर अनुभवले के बताउँछ भने मान्छेहरू जीवनमा दुई पटक दुई समयमा रुन जरुरी छ, रुन्छ। एउटा खुसीको क्षणमा पनि मान्छे रुन्छ र दुःखको क्षणमा पनि मान्छे रुन्छ। आजको यो वृहत अब प्रदर्शनी हेर्दै गर्दा जुन खालको प्रतिभा मैले देखेँ, खुसी भएर मेरो मन रोयो। र तपाईहरू सबैलाई जो प्रतिभाशाली विद्यार्थी साथीहरू हुनुहुन्छ उहाँहरूलाई धन्यवाद छ। र विशेष गरी उहाँहरूको प्रतिभा प्रस्फुटनमा सहयोग गर्नुहुने आदरणीय शिक्षकज्यूहरूलाई विशेष धन्यवाद छ र अभिभावकज्यूहरूलाई पनि धन्यवाद छ। तपाईँहरूलाई नेल्सन मण्डेलाको एउटा भनाइ छ, शिक्षा एउटा यस्तो अस्त्र हो जसले चाहिँ विश्व बदल्न सक्छ। त्यही भएर हामी समाज बदल्न चाहन्छौँ, समाज बदलिन जरुरी छ, तर बदलिने कसरी भन्ने कुरा चाहिँ सबैले ख्याल गर्न जरुरी छ। त्यही भएर शिक्षा नबदलेसम्म हाम्रो समाज बदलिन्न, देश बदलिन्न, विश्व बदलिन्न। त्यही भएर शिक्षामा कसरी चेन्जेस ल्याउन सकिन्छ भन्ने अभिप्रायका साथ हामीले यो खालको कार्यक्रम गर्दै आएका छौँ। योभन्दा अगाडि बोल्ने वक्ता ज्यूहरूले भनिसक्नु भएको छ। विशेष गरी जानकी गाउँपालिकाले शिक्षामा के कसरी गर्दैछ भन्ने कुरा हाम्रो प्रमुख प्रशासकीय अधिज्यूले धेरै कुरा राखिसक्नु भएको छ। र अर्को कुरा, अब जानकी गाउँपालिकामा हामी आइसकेपछि धेरै ठाउँमा मान्छेहरूले सोध्नुहुन्छ। अघि भर्खर पत्रकार साथीहरू आउनु भएको थियो, मलाई उठाएर पछाडि लगेर सोध्दै हुनुहुन्थ्यो, तपाईँ अध्यक्ष भएर के भयो, जानकी गाउँपालिकामा के भयो, के चेन्जेस भयो भनेर सोध्दै हुनुहुन्थ्यो। मैले के भने उहाँलाई भने, वर्क स्पिक्स मोर देन वर्ड्स। मान्छेको शब्दले होइन, कामले धेरै कुरा बोल्छ। त्यही भएर जानकी गाउँपालिकामा हामीले के गरिरहेको छौँ भन्ने कुरा चाहिँ हामीले शब्दमा भनिराख्नुपर्ने जरुरी छैन, हाम्रो कामले बताइरहेको छ, बोलिरहेको छ भन्ने मलाई लाग्छ। र विशेष गरी अब हामी जानकी गाउँपालिकामा कर्मचारी साथीहरू पनि हुनुहुन्छ र हामी प्रतिनिधिज्यूहरू पनि छौँ। र धेरै पटक धेरै ठाउँमा मिटिङमा मैले भन्ने गरेको एउटा कुरा छ, इलेक्टेड र सेलेक्टेड। हामी भोट पाएर इलेक्टेड भएका मान्छेहरू र कर्मचारी साथीहरू पढेर लेखेर आएर सेलेक्टेड भएर आएको साथीहरू हुनुहुन्छ। र यो चाहिँ दुईटा चक्का हो।
एउटा गाडीमा दुईटा चक्का भयो भने कुद्दैन, त्यही भएर इलेक्टेड र सिलेक्टेडको जुन चक्का छ त्यो सँगसँगै गयो भने राम्रोसित कुद्छ, राम्रो हुन्छ भन्ने चाहिँ मेरो भनाइ छ। र जानकी गाउँपालिकामा दुईटै चक्का राम्रै अहिलेसम्म चलेको छ, तपाईँहरूले गर्नु भएको छ। र विशेष गरी जानकी गाउँपालिकावासीले अब हेर्नु भएको छ, फिल गर्नु भएको छ। अघि हाम्रो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय हिरालाल दाजुले पनि धेरै कुरा भन्नुभएको छ, त्यही भएर यसमा म धेरै कुरा भन्न चाहन्न। र विशेष गरी यहाँ चाहिँ जति पनि विद्यार्थी साथीहरूको प्रतिभा हेर्न पाइयो, त्यो प्रतिभा हामीले मात्रै हेरेर पुग्दैन भन्ने मलाई लागेको छ। त्यही भएर विद्यार्थी साथीहरूलाई मेरो विनम्रतापूर्वक अनुरोध छ, कृपया भोलि आफ्नो गार्जियनहरूलाई जसरी पनि लिएर आउनुहोला। तपाईँको प्रतिभा तपाईँको गार्जियनलाई देखाउन जरुरी छ, हेराउन जरुरी छ। किनभने संसारमा सबभन्दा दुखी मान्छे त्यो हो जसले आफ्नो छोराछोरी केटाकेटी बिग्रेको छ, त्यो जस्तो दुखी मान्छे संसारमा कोही हुन्न। त्यही भएर संसारमा सबभन्दा सुखी मान्छे त्यो हो जसको छोराछोरी चाहिँ राम्रो भएको छ, राम्रो बनेको छ। त्यही भएर तपाईँ राम्रो हुनुहुन्छ, म राम्रो बन्दैछु है भनेर तपाईँले आफ्नो प्यारेन्ट्सहरूलाई, आफ्नो गार्जियनलाई देखाउन जरुरी छ, भन्न जरुरी छ। र त्यसले चाहिँ तपाईँलाई थप तपाईँको प्यारेन्ट्सले गार्जियनले सेवा गर्नुहुनेछ। त्यही भएर कृपया तपाईँको गार्जियनलाई भोलि जसरी पनि तपाईँको जति पनि कला प्रदर्शनी गर्नुभएको छ त्यो देखाउनलाई जसरी पनि ल्याउनु होला भन्दै, र आजको यो कार्यक्रममा तपाईँहरूको सबैको सहयोग, सद्भाव र तपाईँको लगाव जुन छ त्यसका लागि सबैलाई धन्यवाद छ। जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा दुर्गौली कैलालीको आयोजनामा मिति 2081 फागुन 2 गतेदेखि 3 गतेसम्म सञ्चालन भइरहेको वृहत शैक्षिक प्रदर्शनी 2081 को अवसरमा बुवा श्री इन्द्रबहादुर विश्वकर्मा तथा आमा पशुपति देवी विश्वकर्माका छोरा जानकी गाउँपालिका 8 कैलाली स्थायी ठेगाना भएका तपाईँ श्री गणेश विश्वकर्माले भारतको इन्दौरमा सम्पन्न भएको प्रथम विश्वकप खोखो प्रतियोगितामा नेपाललाई दोस्रो स्थान दिलाउन महत्वपूर्ण भूमिका खेलेको हुँदा खेल र खेलाडीप्रति उच्च सम्मान प्रकट गर्दै धन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। तपाईको उज्जवल भविष्य सहित सफल खेल जीवनको कामना गर्दछौं। इति सम्बत 2081 साल फागुन 3 गते रोज 7 शुभम। उहाँ आदरणीय व्यक्तित्व श्री गणेश विश्वकर्माज्यूलाई पुरस्कार तथा सम्मान गर्नको निमित्त म स्टेजमा आउन हार्दिक अनुरोध गर्दछु। जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा दुर्गौली कैलालीको आयोजनामा मिति 2081 11 2 गतेदेखि 3 गतेसम्म सञ्चालन भइरहेको वृहत शैक्षिक प्रदर्शनी 2081 को अवसरमा बुबा श्री खुशीराम थारू तथा आमा सुन्तली थारूकी छोरी जानकी गाउँपालिका 3 सुवर्णपुर कैलाली स्थायी ठेगाना भएका तपाईँ श्री रचना कुमारी चौधरीले एससीसी अन्डर 19 वुमेन्स क्रिकेट वर्ल्ड कपमा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्नुका साथै अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूमा उत्कृष्ट प्रदर्शन गरी जानकी गाउँपालिकाको मान प्रतिष्ठा बढाएकोमा सो धन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। तपाईको उज्जवल भविष्य सहित सफल खेल जीवनको कामना गर्दछौं। इति सम्बत 2081 साल फागुन 3 गते रोज 7 शुभम। उक्त सम्मान ग्रहणको निमित्त पुरस्कार नगद रु 11,000 तथा प्रमाणपत्र सम्मान ग्रहणको निमित्त आदरणीय व्यक्तित्व रचना कुमारी चौधरी र उहाँकी आमा सुन्तली थारूज्यूलाई म मञ्चमा अगाडि आउन हार्दिक अनुरोध गर्दछु। कैलाली धनगढी उपमहानगरपालिका 1 पर्वती टोल स्थायी ठेगाना भएका तपाईँ श्री सरस्वती चौधरीले दशकौंदेखि नेपाल र एपिएफ क्लबबाट खेल्दै 150 भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका भलिबल खेलहरूमा नेपाल तथा एपिएफ क्लबलाई पदक जिताउन अहम भूमिका खेलेको र सन् 2024 मा नेपालमा सम्पन्न भएको काबा महिला नेसन्स लीग भलिबलमा उत्कृष्ट अपोजिट प्लेयर घोषित हुँदै
नेपाललाई दोस्रो स्थान दिलाउन सफल भएको, साथै नेपाल पुलिस क्लबको तर्फबाट खेल्दै मालदिभ्समा आयोजित 2024 काबा वुमेन्स क्लब भलिबल च्याम्पियनसिपमा नेपाललाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका खेलेको हुँदा खेल र खेलाडीप्रति उच्च सम्मान गर्दै धन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। तपाईको उज्जवल भविष्य सहित सफल खेल जीवनको कामना गर्दछौं।